साथीहरू। त्यसैगरी चाँगुनारायण मन्दिरलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। यो चाहिँ काठमाडौँ उपत्यकाभित्रै पर्छ, भक्तपुर जिल्लाको अलि पर कुनामा अवस्थित रहेको छ। तर त्यहाँको जुन गरुडमाथि उडिरहेको नारायणको तस्बिर छ त्यो चाहिँ हाम्रो 10 रुपियाँको नोटमा प्रयोग गरिएको छ। त्यहाँ रहेको नारायणको मूर्तिलाई अहिले नेपालमा भएको मध्ये सबभन्दा प्राचीन मूर्तिको रूपमा लिइन्छ। अब त्यहाँको जस्तो कलाकृति अन्त पाइँदैन। त्यो काष्ठकला यति सुन्दर छ, यति मनोरम छ। अब सामान्य मान्छेलाई त त्यो केही नलाग्ला, तर एउटा इन्जिनियरको दृष्टिकोणले हेर्दाखेरि, एउटा कलाकारको दृष्टिकोणले हेर्दाखेरि त्यो कसरी गरे होलान् भन्ने एउटा प्रश्न चाहिँ उब्जिन्छ। अब बसन्तपुर दरबार क्षेत्र पनि अर्को त्यत्तिकै महत्त्वपूर्ण छ। होली खेल्न त तपाईँहरू गइरहेको हुनुहुन्छ होइन? होली खेल्न अनि चिया खान जाँदै पनि त्यो यति आकर्षक छ र त्यसको त्यो वास्तु त्यहाँ जसरी डिजाइन गरिएको छ, कुमारी जुन मुख्य कुमारी हुनुहुन्छ त्यहाँ, जसलाई चाहिँ पृथ्वीनारायण शाहले नेपाली एकीकरण गरे पश्चात गएर ढोगेर आशीर्वाद लिनुभएको थियो भनिन्छ। यसलाई हनुमान ढोका परिसर पनि भनिन्छ। काष्ठमण्डप हेर्न जानुहुन्थ्यो। अब काष्ठमण्डप चाहिँ 72 सालको भुइँचालोले क्षतिग्रस्त बनाएको थियो, त्यसलाई चाहिँ अहिले पुनर्निर्माण गरिएको छ। पाटन दरबार क्षेत्र जुन ललितपुरमा अवस्थित छ त्यो पनि विश्व सम्पदा सूचीमा सूचीकृत भएको एउटा सम्पदा हो। त्यसमा अब कृष्णको मूर्ति जुन छ त्यो चाहिँ यहाँ र उडिसाको वास्तुकलासँग सम्बन्धित एउटै किसिमको छ। अब कृष्णलाई त्यहाँ पनि मानिन्छ, यहाँ पाटनमा पनि उत्तिकै पुजिन्छ र यो एउटै ढुङ्गाबाट बनाइएको त्यो अद्भुत कलाकृति भएकोले यसलाई पनि सम्पदा सूचीमा राखिएको छ। र भक्तपुर दरबार क्षेत्र अर्को भक्तपुर जिल्लामा रहेको यस्तै पाटन दरबार क्षेत्र, बसन्तपुर दरबार क्षेत्र जस्तै एउटा महत्त्वपूर्ण सम्पदा हो। त्यहाँ पनि विभिन्न कालखण्डका ऐतिहासिक कलाकृतिहरू र राज्यका इतिहासहरू देख्न सकिन्छ। त्यहाँ चाहिँ मल्लकालीन इतिहास देख्न सकिन्छ। भक्तपुरमा चाहिँ मल्ल राजाहरू जो उहाँ 12 निजगढबाट चाहिँ आएका थिए काठमाडौँ, त्यहाँ बस्छन् र त्यहाँ चाहिँ काठमाडौँमा भैँसी खाने चलन, जुन भैँसीको मासु छ त्यो चाहिँ मल्लहरूले ल्याएका थिए भनिन्छ।